अहिले ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपबाटै कुनै पनि कम्पनीको आइपिओलाई अप्लाई गर्न सकिने फिचर एड गरेको छ। सो आजको यस भिडियोमा हामीले यदि तपाईँ ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ युज गर्नुहुन्छ भने अब त्यो मोबाइल बैंकिङबाट कुनै पनि कम्पनीको आइपिओ तपाईले कसरी अप्लाई गर्न सक्नुहुन्छ भन्ने बारेमा आज हामी सिक्न जाँदैछौँ। सो यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै भिडियो मन परेमा भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सनुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला। अब तपाईले आफ्नो ग्लोबल आइएमई बैंक लिमिटेडको मोबाइल बैंकिङ एपलाई अपडेट गर्नुहोला। प्ले स्टोर या एप स्टोरमा गएर त्यहाँबाट अपडेट गर्न सक्नुहुन्छ यो मोबाइल बैंकिङ एपलाई। यदि अपडेट छैन भने मेरो अपडेट रहेको छ। सो म यहाँ यो मोबाइल बैंकिङ एपलाई यहाँ ओपन गर्छु। ओपन गरेर तपाईले लगइन गर्नुहोला। लगइन गरिसकेपछि तपाईले यहाँ तल रहेको यो हबमा क्लिक गर्नुहोला। त्यसपछि एउटा यस्तो पेज ओपन हुन्छ। तपाईले यहाँ तल स्क्रोल गर्नुहोला र तल यो इन्भेस्टमेन्ट सेक्सनमा हेर्न सक्नुहुन्छ एउटा अप्सन रहेको छ अप्लाई आइपिओ भनेर। तपाईले यसमा क्लिक गर्नुहोला। त्यसपछि एउटा यस्तो इन्टरफेस ओपन हुन्छ। तपाईले फर्स्ट टाइम यो अप्लाई आइपिओमा क्लिक गर्दाखेरि अब यहाँ भनेको छ कि तपाईको डिम्याट अकाउन्ट त्यसैगरी मेरो सेयर अकाउन्ट एउटै डिपीबाट अर्थात् क्यापिटल या ब्याङ्कबाट ओपन गरेको हुनुपर्छ अनि मात्रै यो फिचर चाहिँ युज गर्न मिल्छ भनेको छ। र यहाँ तपाईले आफ्नो डिम्याट अकाउन्ट र मेरो सेयर अकाउन्ट लिङ्क गर्नुपर्ने हुन्छ यो मोबाइल ब्याङ्किङमा। त्यसको लागि तपाईले यहाँ तल रहेको यो कन्टिन्यूमा क्लिक गर्नुहोला। त्यसपछि तपाईलाई यहाँ डिम्याट अकाउन्ट नम्बर इन्टर गर्न भनेको हुन्छ। तपाईले आफ्नो डिम्याट अकाउन्ट नम्बर यहाँ इन्टर गर्नुहोला अनि तल रहेको यो आई एग्री टु द टर्म्स एन्ड कन्डिसनमा टिक गरेर तल रहेको कन्टिन्यूमा क्लिक गर्नुहोला। त्यसपछि तपाईको डिटेल चाहिँ यहाँ सो गर्छ। अब तपाईले फेरि यहाँ तल रहेको यो कन्टिन्यूमा क्लिक गर्नुहोला अनि तपाईले आफ्नो मोबाइल ब्याङ्किङको ट्रान्जेक्सन पिन या तपाईले बायोमेट्रिक सेट गर्नुभएको छ भने फिङ्गरप्रिन्ट या फेस लकबाट प्रोसिड गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ आसपार रजिस्ट्रेसन सक्सेसफुल भनेर यहाँ आइसकेको छ। त्यसैगरी तपाईको सिआरएन नम्बर पनि यहाँ जेनेरेट हुन्छ र यहाँ तपाईलाई सो गरिदिएको छ। सो तपाईले यसलाई कपी पनि गर्न सक्नुहुन्छ र तपाईले आइपिओ अप्लाई गर्दाखेरि चाहिँ यो सिआरएन नम्बर इन्टर गरिराख्नु पर्दैन। अटोमेटिक तपाईको यो मोबाइल ब्याङ्किङमा सेभ नै हुन्छ र त्यहाँ अटोमेटिक फिल हुन्छ आइपिओ अप्लाई गर्ने बेलामा। सो यसरी तपाईले फर्स्ट टाइम आफ्नो मोबाइल ब्याङ्किङलाई मेरो सेयर अकाउन्टसँग चाहिँ तपाईले लिङ्क गर्न सक्नुहुन्छ यो एपको थ्रु। अब तपाईँ यहाँ यो ब्याक टु होम आउनुहोला। ब्याक आइसकेपछि अब तपाईले फेरि यो अप्लाई आइपिओमा तपाईले क्लिक गर्नुहोला आइपिओ अप्लाई गर्नको लागि। सो मैले यहाँ क्लिक गरेँ र यहाँ तपाईलाई कुन कुन आइपिओहरू चाहिँ ओपन छन् ती सबै तपाईलाई यहाँ सो गर्छ। पब्लिकको लागि कुन चाहिँ आइपिओ ओपन छ, त्यसै गरी रिजर्भमा कुन कुन कम्पनीहरूको आइपिओ चाहिँ यहाँ ओपन रहेको छ यहाँ सबै तपाईलाई सो गर्छ। र हामीले अप्लाई गर्न सकिने आइपिओहरू चाहिँ यहाँ माथि नै टपमै हुन्छ। तपाईले त्यसमा क्लिक गर्नुहोला। जस्तै कि यहाँ एउटा आइपिओ ओपन रहेको छ एम्बलिङ हाइड्रो पावर लिमिटेड भनेर। सो मैले यसमा क्लिक गरेँ। अब यहाँ यो आइपिओको चाहिँ डिटेलहरू यहाँ सो गर्छ। एक सेयर किताको ₹100 पर्छ, त्यसै गरी कहिलेदेखि ओपन छ र कहिले क्लोज हुन्छ सबै डिटेलहरू यहाँ सो गर्छ। कति म्याक्सिमम नम्बर अफ सेयर चाहिँ यो इस्यु गरेको छ कम्पनीले र म्याक्सिमम क्वान्टिटी त्यसै गरी मिनिमम क्वान्टिटी तपाईले कतिसम्म अप्लाई गर्न सक्नुहुन्छ त्यो सबै यहाँ तपाईलाई सो गरिदिएको हुन्छ। सो अब यो आइपिओलाई अप्लाई गर्नको लागि तपाईले यहाँ तल रहेको यो अप्लाई सेयरमा तपाईले क्लिक गर्नुहोला। त्यसपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ तपाईको अकाउन्ट नम्बर त्यसै गरी सिआरएन नम्बर अटोमेटिक यहाँ फिल भएर आइसकेको छ। अब यो अप्लाइड कितामा तपाईले अब कति सेयर किताको लागि अप्लाई गर्ने हो त्यो तपाईले अब यहाँ इन्टर गर्नुहोला। मैले चाहिँ 10 किताको लागि अप्लाई गर्छु अनि यहाँ अमाउन्ट अटोमेटिक फिल हुन्छ। तपाईले अप्लाई गरेको सेयर किता बराबरको पैसा चाहिँ यहाँ अमाउन्टमा फिल हुन्छ। यति गरिसकेपछि तपाईले यहाँ तल रहेको यो आई कन्फर्म ड्याटमा तपाईले यहाँ टिक गरेर तल रहेको कन्टिन्यूमा क्लिक गर्नुहोला। कन्टिन्यूमा क्लिक गरिसकेपछि एउटा यस्तो कन्फर्मेसन पेज ओपन हुन्छ। अब यसलाई अप्लाई गर्नको लागि तपाईले फेरि यहाँ तल रहेको यो कन्टिन्यूमा क्लिक गर्नुहोला। कन्टिन्यूमा क्लिक गरिसकेपछि तपाईले आफ्नो मोबाइल ब्याङ्किङको ट्रान्जेक्सन पिन तपाईले इन्टर गर्नुपर्ने हुन्छ। तपाईले बायोमेट्रिक फिङ्गरप्रिन्ट या फेस लकबाट पनि तपाईले प्रोसिड गर्न सक्नुहुन्छ। त्यसपछि तपाईको यो आइपिओ सक्सेसफुल्ली अप्लाइड हुन्छ र यसरी एउटा मेसेज पनि आउँछ। तपाईले यहाँ हेर्न सक्नुहुन्छ एप्लिकेसन हैज बीन सबमिटेड, एप्लिकेसन इज इन प्रोसेस एट बैंक भनेर यहाँ मेसेज आएको छ। सो यसरी तपाईले कुनै पनि कम्पनीको सेयर अब ग्लोबल आइएमई बैंकको
मोबाइल ब्याङ्किङबाट तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। सो यो फिचर तपाईँलाई कस्तो लाग्यो तल तपाईँले कमेन्ट गर्नुहोला र भिडियो मन परेमा भिडियोलाई लाइक र सेयर गर्न चाहिँ नबिर्सनुहोला।